यो क्वेशन हेर्दाखेरि एकदम सजिलो छ, यसमा केही पनि छैन। र यो कहाँको क्वेशन हो भने यो एनबी बोर्डले जुन सेट दिएको छ त्यही सेटबाट छ यो एसई को लागि। यसमा गाह्रो केही पनि छैन। फिगर हेर्दै हुनुहुन्छ भाइ केसँग रिलेटेड छ, ग्रेभिटेसनल फोर्स, द्याट मिन्स गुरुत्वाकर्षण बलसँग सम्बन्धित प्रब्लम छ। र यो फिगरमा तपाईँ देख्दै हुनुहुन्छ यहाँ एबीसी तीनटा फिगर छ र यहाँ यसको मास m छ, यसको मास 2m छ भनेको पिण्ड दिएको छ m र 2m। त्यसै गरी यसको मास 3m छ, ठीक छ। र यो दूरी डिस्टेन्स d छ र यो BC बीचको दूरी कति छ 2d छ। यो फिगरले दियो र के बोलिदिएको छ भने इफ द गिवन ग्रेभिटेसनल फोर्स बिट्विन A एन्ड B, A र B बीचको ग्रेभिटेसनल फोर्स कति छ F छ दिएको छ, F छ भनेर भनिदियो। व्हाट इज द ग्रेभिटेसनल फोर्स बिट्विन B एन्ड C भनेको B र C मा ग्रेभिटेसनल फोर्स कति हुन्छ इन टर्म्स अफ F भनेको BC बीचको ग्रेभिटेसनल फोर्स निकाल्नु छ के को इन टर्म्स मा त AB बीचको फोर्स जुन F छ त्यो बीचको भनेको तुलना गर्नु छ, कम्पेरिजन गर्नु छ। BC बीच लाग्ने गुरुत्वाकर्षण बल AB बीच लाग्ने गुरुत्वाकर्षण बलको कति गुना हुन्छ भनेर सोधिएको छ, त्यो कम्पेरिजन क्वेशन छ। अब मैले तपाईलाई एउटा तरिका सिकाएको छु। के तरिका सिकाएको छु भने जहिले पनि यो एउटा दियो र अर्को निकाल्नु पर्यो भने जुनसुकै होस्, यही हैन बल र चाल बल र चाल च्याप्टरबाट हैन, फोर्स एन्ड मोसनबाट मात्र हैन कि जुनसुकै च्याप्टरको होस् त्यो प्रब्लम यदि कम्पेरिजन छ भने दुईटैको फर्मुला लेख्ने, दुईटैको एक्सप्रेसन लेख्ने, फर्मुला भन्दा पनि दुईटैको एक्सप्रेसन लेख्ने, दुईटा इक्वेसन लेख्ने र रेसियो लिदिने। अनि के गर्दिने, रेसियो लिइसकेपछि काम भयो। ल ठिकै छ। अब त्यो धेरै भाषाहरू मैले लेखिनँ किनभने अलरेडी तपाईलाई भाषा मैले सिकाइसकेको छु। तपाईलाई ठ्याक 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 यो के हुन्छ भनेर यहाँ गर्दैछु अनि हेरिनुस् यहाँ एन्सर कसरी निकालिन्छ। ओके ल हेर। अब पहिला त के गर भने फर A एन्ड B यहाँ सल्युसन लेखे है। फर A एन्ड B को लागि, A एन्ड B को लागि ल। अब हामीसँग फर्मुला त यही युज गर्ने हो। यो फर्मुला तपाईँ हामीलाई सबैलाई थाहा भएको छ, G(m1 m2 upon t²). ग्रेभिटेसनल फोर्स गुरुत्वाकर्षण बलको फर्मुला त मेन यही नै हो, ठीक छ। ल अब हेर्नुस् त फर A एन्ड B, A को पिण्ड कति छ m1 कति छ त m दिएको छ, ठीक छ। m2 कति छ, ल m2 कति त 2m छ, ठीक छ। अब D दूरी कति दियो वस्तु बीच त D के छ D नै छ भनेको फर्मुलाबाट के थाहा हुन्छ, सूत्र अनुसार हामीलाई के थाहा हुन्छ, अकॉर्डिङ टु फर्मुला लेख्नुस् हैन, अथवा तपाईले इंग्लिश नेपालीमा हुनुहुन्छ भने सूत्र अनुसार लेख्नुस्, ठीक। ल अकॉर्डिङ टु फर्मुला लेख्नु, आत्तिनु पर्दैन है। र यो धेरै गाह्रो होइन, मजाले हेर्नुस् यो अकॉर्डिङ टु फर्मुला, नत्र भने यो बोझको रूपमा लिएर पढ्यो भने बर्बाद। ल F इक्वल टु कति भइदियो त फर्मुला त मेन यही हो, G(m1 m2 upon d²). यो दिए अनुसार F को भ्यालु कति छ त F को भ्यालु A र B बीचको बल कति छ त F नै छ, त F नै लेख दिए। ल ठीक। G को G नै लेख दिए। m1 को भ्यालु कति छ यो फिगर अनुसार ठुलो m छ, ठुलो m लेख दिए, इन्टु m2 को भ्यालु कति छ 2m छ, ठुलो m लेख्नु होला है 2m2, र d को भ्यालु कति छ त d²। एउटा इक्वेसन यो भयो, इक्वेसन 1 लेखिदिनुस्, ठीक छ। इक्वेसन 1 भयो, क्लियर। यसमा केही डाउट छ? केही छैन, यो भ्यालु राखेको, यो त जनरल फर्मुला भयो, यो गुरुत्वाकर्षण बलको फर्मुला भयो र यो के भइदियो त फिगर अनुसारको यो भ्यालु राखेको हो। अब कसको त B र C फिगर लियौं। कुन फिगर लियौं त B र C। ल फर B एन्ड C, B र C को लागि। ल m1 कति भयो त, m1 को भ्यालु यो के भयो m1 को भ्यालु कति छ 2m छ, ठुलो m छ। त्यसैगरी m2 को भ्यालु कति यो 3m भयो, 3m भयो, ठीक।
डी को भ्यालु कति लेख्न पाइयो डी को भ्यालु यो बीचको दूरी डी भनेको कति छ 2d छ 2d छ ल ठीक छ। अब अकॉर्डिंग टू फर्मुला सूत्र अनुसार के छ अकॉर्डिंग टू फर्मुला सूत्र अनुसार के लेख्छ f इज इक्वल टू g m1 m2 अपन d स्क्वायर यो जनरल फर्मुला हो ठीक छ। अब सबै भ्यालु राख्दियौ। अब हेर्नु त के त BC को बीच लाग्ने बल अब सबै जब भ्यालु राख्छौं त कति राख्ने बल पहिला हेरौँ त यो राख्दियौ त g को g यहाँ राखियो समस्या भएन। m1 को भ्यालु कति राखियो त 2m m2 को भ्यालु कति राखियो इन्टु 3m ठीक छ। d को भ्यालु कति राखियो त 2d अनि होल स्क्वायर ठीक छ। यति भयो। f को भ्यालु कति राख्ने त f को भ्यालु अब यहाँ f राखिस अलरेडी छ f दिएको छ भने यो पनि f राख्न मिलेन यो त अर्को चेन्ज गर्नु पर्यो। यसैको भ्यालु खोज्नु छ भने के मान्दियौ त मान्दिनुस् यहाँ लेट गर्दिनुस् साइडमा लेट BC बीचको फोर्स f डैश हो ग्रेभिटेशनल फोर्स बिट्विन यो सर्ट फर्म लेख्दिया छ बिट्विन B एन्ड C भनेको BC बीच लाग्ने बल कति त f डैश मान्दिएको छ। कसैले मान्नुहुन्छ सर मैले यसरी मान्दिए f BC मान्दिन्छु ठीक छ सकिन्छ नमान्ने कुरा हैन जे पनि सकिन्छ f डैश मान्न सकिन्छ x मान्न सकिन्छ f यहाँ BC मान्न सकिन्छ जे पनि मान्न पाइन्छ। मानव भनिसकेका छौं मानव f डैश भनेको गुरुत्वाकर्षण बल के त B र C बीचको गुरुत्वाकर्षण बल हो भनेर मान्दिने अनि त्यही भ्यालु नै निकाल्नु छ ठीक छ। ल अब सबै भ्यालु राख्दिनु भनेपछि यहाँ कति राख्दिए मैले f डैश राख्दिए। अब यो भ्यालु सबै राख्दिनुस् त यो 2d लाई खोल्दिनुस् त यो g भयो माथिको छोड्दिन्छु मैले केही गर्दैन मल्टिप्लाई यताउति केही गर्दैन सुन्नुस् यहाँ 2d स्क्वायर कति भइदियो त 4d स्क्वायर अनि यो कति भइदियो 2 को स्क्वायर 4 अनि d को स्क्वायर d स्क्वायर यो इक्वेसन 2 भयो। एउटा इक्वेसन 2 अर्को इक्वेसन 1 भयो। अब जसको भ्यालु निकाल्नु छ f डैश को भ्यालु निकाल्नु छ रेशियो लिदिने हो अनि मैथमेटिक्स गर्दिने हो एन्सर आइसक्यो। त जहाँ पनि जस्तो सुकै प्रब्लम होस् कम्पेरिजन गर्दा भने कुल दिमागले एकदम शान्त भएर फर्मुला लेख्ने दुई चोटी फर्मुला लेख्नु पर्छ अनि त्यो फर्मुला लेखेर भ्यालु राख्दिने अनि रेशियो लिदिने भयो। मेथड सिम्पल कुरो चाहिँ त्यो हो बेसिक कुरो चाहिँ त्यो हो। अरु तरिका पनि हुन्छ जस्तै यहाँबाट gm को भ्यालु निकालेर पनि हामी गर्न सक्छौं gm स्क्वायर को भ्यालु निकालेर पनि गर्न सक्छौं यसमा पुट गर्न सक्छौं तर त्यो भन्दा एकदम सजिलो कन्फ्युज नहुने कुरो के छ भने जतिखेर कम्पेरिजन आइदिन्छ तुलनात्मक रूपले सोधिदिन्छ क्वेशन दुईटै फर्मुला लेख्ने फर्मुला अनुसारको भ्यालु राख्ने अनि रेशियो लिदिने अनि म्याथमेटिक्स गर्ने सिम्पल सबभन्दा सजिलो तरिका। ल अब इक्वेसन 1 र 2 बाट फ्रम इक्वेसन 1 एन्ड 2 नेपाली मिडियमले समीकरण 1 र 2 बाट f डैश डिवाइड बाइ f डैश को भ्यालु राख्दिनुस् यहाँ छ। अब हेर्नुस् यो f राख्नुहुन्छ अब f को भ्यालु राख्नुहुन्छ यहाँ इक्वेसन 1 बाट भने यो आउँछ। अब डिवाइड यो अपन यो माथि जान्छ बट यसरी लेख्न पाइन्छ हेर्नुस् त d इन्टु मा गर्दिए डिवाइड लाई इन्टु मा गर्दाखेरि g m इन्टु 2m भयो ठीक छ। यो म्याथमेटिक्स हो नि त सानो म्याथमेटिक्स हो केही पनि छैन यसलाई है। अब आखिर यो तल राख्नु हुन्थ्यो भने ठ्याक्क तल राख्दाखेरि यो हुन्थ्यो त्यसपछि यो आखिर त्यो माथि जान्थ्यो तल आउँथ्यो त्यही हो। ल ठीक छ यो सानो म्याथमेटिक्स हो कसले बुझ्या छैन र सबले बुझ्छ। अब d स्क्वायर क्यान्सल भयो कि छैन g क्यान्सल m दुईटा छ दुईटा m क्यान्सल 2 एउटा माथि छ तल एउटा छ यो क्यान्सल d स्क्वायर छ d स्क्वायर क्यान्सल भनेपछि मात्र यहाँ 4 रह्यो माथि 3 रह्यो 3/4 यति त हो नि। अब तुलना गर्नु भन्या छ भने यसबाट अझ के निकाल्न सक्नुहुन्छ f डैश बराबर 3/4 इन्टु f भनेको भन्नुस् त यही कति गुना छ त 3/4
गुन्ना छ यो बीचको बलसँग भनेको यो एफ डाइस के हो त बीसी बीचको ग्रेभिटेशनल फोर्स हो नि त ग्रेभिटेशनल फोर्स बिट्विन बी एन्ड सी त यो कति भइदियो त यो एबी को 3/4 गुन्ना भयो यही नै एन्सर हो सिम्पल अब लेखिदिनु छ भनेको बीसी बीच लाग्ने गुरुत्वाकर्षण बल कति गुना छ त 3/4 गुना छ भयो काम सक्यो पहिलो के गर्नु छ टाइम निकाल्नु छ पहिलो स्टोनको लागि कति टाइम लाग्यो त्यो टाइम निकालिसकेपछि दोस्रो स्टोनको टाइम कति लाग्छ त पहिलो स्टोन भन्दा 1 सेकेन्ड कम लाग्ने हो ठीक छ अनि दुईटा इक्वेसन बनाउँछौं एउटाबाट टी निकाल्छौं र अर्कोमा लगेर हामी टी हाल्दिन्छौं र यु निकालिहाल्छौं त्यति हो यो प्रब्लम एकदम सजिलो छ केही पनि छैन ओके ल हेरिहालौं पहिला यो पनि के हो त मोडेल सेटबाट नै छ सिधै क्वेशन पढौं त यहाँ के भनेको छ कबिन ड्रप्ड अ स्टोन फ्रम अ टावर अफ 49 meter हाई ठीक छ 1 second later he throws another stone फेरि 1 सेकेन्ड पछि अर्को फालेको छ they both hit the ground at the same time ठीक फुल स्टेप्स अफ फाइन्ड आउट द भेलोसिटी विथ which he threw the second stone भनेको दोस्रो स्टोन कति स्पिडमा थ्रो गरेको छ त्यही निकाल्नु छ नेपाली मिडियमले पढ्नुस् कबिनले 49 मिटर अग्लो टावरबाट एउटा ढुङ्गा खसाले 1 सेकेन्ड पछि उनले अर्को ढुङ्गा खसाले दुवै ढुङ्गा एकै समयमा जमिनमा ठोकिए उनले कुन गतिले दोस्रो ढुङ्गा खसाले हिसाब गरेर पत्ता लगाउनुहोस् भनेको सेकेन्ड स्टोनको दोस्रो ढुङ्गाको इनिशियल भेलोसिटी निकाल्नु छ अरु केही पनि निकाल्नु छैन त्यति हो त पहिलोबाट के पहिलो स्टोनको टाइम निकालम त्यसपछि दोस्रो स्टोनको त्यो कति भइदिन्छ पहिलो स्टोनको जति टाइम आउँछ त्यही नै दोस्रो स्टोनमा त्यसमा 1 सेकेन्ड पछि फालेको छ भने पहिलो स्टोनको टाइमबाट 1 सेकेन्ड घटाइदिन्छौं भने दोस्रो स्टोनको टाइम आउँछ र त्यसपछि दोस्रो स्टोनको इक्वेसन हाल्छौं निकालिहाल्छौं सजिलो एकदम सजिलो ल हेरिहालौं यहाँ मानम यहाँ एउटा के गरे भने एउटा दुवै माथिबाट तल आएको छ दुईटै स्टोन एउटा पहिलो फाल्यो ठीक छ मानम त्यो स्टोन तल आइपुग्न कति टाइम लाग्यो त टी टाइम लाग्यो कति टाइम लाग्यो टी टाइम अब 1 सेकेन्ड पछि अर्को हाल्दा अर्को फाल्दा त्यहाँबाट कति टाइम लागेको छ टी - 1 टाइम लाग्यो टी - 1 टाइम लाग्यो भनेको यो यति सेकेन्ड लेख्दियौ टाइम भन्दा यति सेकेन्ड लाग्यो अनि पहिलोको टी सेकेन्ड मानम हामी ठीक छ दोस्रोको लागि यति टाइम पहिलोको लागि टी टाइम त्यति त भयो नि अब सुरुको लागि पहिलोको लागि हामी फर्मुला के हाल्छौं यही नै हाल्छौं के त हेर्नुस् त एकदम त्यो तपाईलाई अलिकति मैले हिन्ट्स दिए भने तपाई लेखिहाल्नुहुन्छ केही समस्या छैन एउटा के भइदियो s = ut + 1/2 gt स्क्वायर फर्स्ट स्टोनको लागि फर फर्स्ट स्टोन पहिलो स्टोनको लागि ठीक माथिबाट तल आउँदै छ दुईटै स्टोन भनेको माथिबाट तल आउँदा यहाँ के भइदियो त तपाईको यही फर्मुला लाग्छ यहाँ प्लस चाहिँ हुन्छ +1/2 gt स्क्वायर हुन्छ माइनस हुँदैन ओके ल ठीक छ अब त्यसो भए यहाँ के भयो त हेयर यस कति छ यस 49 मिटर दुईटैको लागि हाइट त सेम छ त पहिला निकालौं न यस 49 मिटर हाइट कति 49 यु कति भइदियो त 0 मिटर पर सेकेन्ड ठीक छ इनिशियल छोडेको छ भने कति 0 मिटर इनिशियल भेलोसिटी 0 मिटर पर सेकेन्ड भो जी थाहै छ जी कति लाग्छ 9.8 मिटर पर सेकेन्ड स्क्वायर लाग्छ ठीक छ टी हामीले मान्ने हो लेट टी बी टाइम टु रिच फर्स्ट स्टोन टु ग्राउन्डमा पुग्न लाग्ने समय भनेको फर्स्ट स्टोनको लागि टी मानिदिएको ठीक छ भ्यालु राख्दियौ सबै भनेपछि कति भइदियो त s 49 ठीक छ
u कति 0 भनेको यो पार्ट नै 0 भइदियो 0 प्लस 1/2 छ g कति राख्छौं 9.8 t त t स्क्वायर नै निकाल्ने हो ल यसलाई क्याल्कुलेसन गरौँ त कति हुन्छ t स्क्वायर इज इक्वल टु कति भइदियो 2 * 49 डिवाइड 9.8 यसलाई हिसाब किताब गर्छौं कति आउँछ 10 आउँछ ठीक छ दिस इम्प्लाइज t इज इक्वल टु स्क्वायर रुट अफ 10 भनेको 3.16 सेकेन्ड भो पहिलो स्टोन टावर को कति टावर हाइट कति छ 49 मिटर को टावर बाट तल आइपुग्न 49 मिटर को टावर बाट तल आइपुग्न कति समय लाग्यो पहिलो स्टोनलाई त 3.16 सेकेन्ड लाग्यो यो सबै निकालिसकेपछि निकाल्नु पर्ने कुरो के छ त यो दोस्रो स्टोन को पहिलो ढुंगा को हैन दोस्रो ढुंगा को इनिशियल भेलोसिटी यु निकाल्नु छ दोस्रो को त हामीले यो पहिलो किन टी निकालेको पहिलोमा काम किन गरेको किनभने पहिलो को टाइम ननिकालिकन दोस्रो को थाहा हुँदैन ठीक छ त्यही भएर पहिलो को टी निकालेको ल अब त्यसलाई मैले यो सारी हाल्नुस् त्यसपछि मैले मेटेर यतातिर गर्दिदै छु अर्कोलाई ओके ल हेर्नुस् फर सेकेन्ड स्टोन को लागि दोस्रो ढुंगा को लागि ठीक छ टी कति भो त फर सेकेन्ड स्टोन टाइम कति टाइम टी कति भयो त यसको लागि यो 3.1 सेकेन्ड हुन्छ कि कम हुन्छ यो 3.1 सेकेन्ड हुन्छ 3.16 माइनस 1 सेकेन्ड 2.16 सेकेन्ड हुन्छ किन किनभने 1 सेकेन्ड लेटर थ्रो गरेछ छ दोस्रो 1 सेकेन्ड पछि भनेको पहिलो स्टोन खसालियो त्यसको 1 सेकेन्ड पछि दोस्रो भनेको पहिलो स्टोनलाई ग्राउन्डमा पुग्न कति टाइम लाग्यो यति भनेको दोस्रो को लागि टाइम कति भयो त ग्राउन्डसम्म पुग्नको लागि 3.16 माइनस 1 सेकेन्ड कम लाग्यो त्यति हो अब इनिशियल भेलोसिटी मानौ इनिशियल भेलोसिटी कति इनिशियल भेलोसिटी इनिशियल सुरु को गति u मिटर पर सेकेन्ड भयो लेट गरिदिएको छ ठीक छ त्यसो भए we have अथवा अकॉर्डिंग टू फर्मुला लेख्नु भन्दा पहिला अकॉर्डिंग टू फर्मुला लेख्नु होला अथवा नेपाली मिडियमले सूत्र अनुसार लेख्नु होला अथवा इंग्लिश मिडियमले we have लेख्नु होला अकॉर्डिंग टू फर्मुला लेख्नु होला त्यही जे कुरो यो फर्मुलाहरु मैले लेखाएको छु धेरै कुरोहरु सिकाएको छु कसरी लेख्ने स्टेप बाइ स्टेप कसरी लेख्ने धेरै जसो भिडियोहरु हेर्नुहुन्छ भने सब टप टु बटम सिकाइदिएको छु त्यही भएर मैले फटाफट गर्दै छु ओके सो भाइ अब कति भइदियो त सिधै मैले फर्मुला हाले यो के भइदियो त s इज इक्वल टु ut प्लस हाफ gt स्क्वायर u निकाल्नु छ यहाँ तपाईले u 0 मान्न पाइएन यहाँ u 0 थियो 0 मिटर पर सेकेन्ड थियो हो कि हैन यहाँ हामीले 0 नै लिएको हो तर यसको लागि u 0 किन लिएन किनभने यो यहाँ भनेको छ ड्रप गर्दियो भने आइराछ पहिलो ड्रप गरेको छ भने रेस्टमा थियो अनि त्यसपछि छोड्यो यतिमा आयो अब दोस्रो त केही जोडले फाल्या होला नि त केही इनिशियल भेलोसिटीले फाल्या होला त्यही भेलोसिटी निकाल्नु छ नत्र भने 1 सेकेन्ड पछि फाल्दा कसरी त यो सेम टाइममा पुग्थ्यो दुईटै त त्यही भएर सुरुमा दोस्रो ढुंगा चाहिँ केही न केही स्पिडले फालेको छ केही न केही भेलोसिटीले फालेको छ अनि मात्र दुईटै चाहिँ सँगै खस्यो त्यो चाहिँ बुझ्न जरुरी छ नत्र भने कुनै बेला 0 मानिराछ कुनै बेला u मानिराछ के हो चक्कर त चक्करमा फस्यो भने खतम भइन्छ त्यही भएर त्यो कुरो चाहिँ बुझिदिनु पर्छ ओके यसको लागि u 0 लिन मिल्दैन u निकाल्नु नै छ ल भनेपछि यसको लागि पनि कति भइदियो त यो 49 नै छ हाइट त दुईटैको लागि सेम छ यो कति भइदियो त t राखौं अब 2.16 t भयो अनि 1/2 9.8 ठीक छ अनि t को 2.16 को स्क्वायर ठीक यहाँबाट के ए हो सरी t हैन t त राखेछ u चाहियो यहाँ t हैन t को भ्यालु 2.16 अनि u त u नै हो यही u को भ्यालु त निकाल्नु छ 2.16
u प्लस 1/2 9.8 g को भ्यालु t को भ्यालु कति 2.16 स्क्वायर अनि यसबाट अब u निकालिहाल्नुस् त केही छैन यसलाई क्याल्कुलेसन गर्दियौं त्यसपछि यतातिर फाल्दियौं अनि u को भ्यालु चाहिँ निकालिहालौं ल यसलाई सिम्पल म्याथमेटिक्स गरिहाल्नुस् यो कसलाई आउँदैन ल गरिहाल्नुस् त फटाफट गरिहाल्नुस् त 12.10 मिटर पर सेकेन्ड ल भनेपछि 49 माइनस 22.86 कहाँबाट आयो यसको क्याल्कुलेसन गरेर आयो अनि यो डिभाइड कसरी भयो त 2.16 यहाँ मल्टिप्लाईमा छ यतातिर गयो भने डिभाइड हुन्छ 2.16 ले डिभाइड गरिसकेपछि कति आयो त 12.10 मिटर पर सेकेन्ड स्पिड हो दैट मिन्स भेलोसिटी हो यो मिटर पर सेकेन्डमा हुन्छ भनेको इनिशियल भेलोसिटी भनेको दोस्रो ढुङ्गा कति स्पिडले कतिले फालेको छ भने 12.10 मिटर पर सेकेन्डको फालेको छ यही नै एन्सर भयो दोस्रोको त्यही भएर छ अब कुन गतिले दोस्रो ढुङ्गा खसाले त कुन गतिले त 12.10 मिटर पर सेकेन्डको गतिले दोस्रो ढुङ्गा खसाले यो प्रब्लममा केही पनि छैन यो 2 मिनेटमा सल्भ हुन्छ हैन त्यो भन्दा बढी टाइम लाग्दैन हेर्नुस् यहाँ गर्ने के हो यसमा सिम्पल पहिला है क्वेशन पढ्छु पहिला हेर्नुस् यो s1 प्लस s2 इज इक्वल टु h s1 को फर्मुला लगाइदिनुस् के त ut प्लस हाफ gt स्क्वायर ठीक छ अर्को यसको फर्मुला के लगाइदिनुस् s2 को ut माइनस हाफ gt स्क्वायर यो दुईटै यसको भ्यालु निकाल्नुस् र यसको भ्यालु निकाल्नुस् अनि जति आउँछ त्यो सम गर्दिनुस् h को भ्यालु आइहाल्यो समस्या छैन ठीक छ ल पहिला यो के हो त s1 s2 के हो h के हो पहिला बुझौँ यो क्वेशन पढ्नुस् पहिला a body is dropped from top of the tower of height h and at the same time next body is thrown up माथि फाल्यो र अर्को ड्रप गरी एउटा तल आयो अर्को माथि गयो फ्रम द बटम अफ द टावर विथ भेलोसिटी अफ 20 मिटर पर सेकेन्ड फुल स्टेप छ इफ दिस बडीज मीट आफ्टर 2 सेकेन्ड 2 सेकेन्ड पछि दुईटा बडीको मिलन हुन्छ एट अ पोइन्ट अफ द टावर कुनै पोइन्टमा भेट हुन्छ क्याल्कुलेट द हाइट अफ द टावर भनिदियो जी को भ्यालु दिएको छ कति राख्नु छ 10 मिटर पर सेकेन्ड स्क्वायर नेपाली मिडियमले पढ्नुस् कुनै याच उचाइ भएको स्तम्भको टुप्पोबाट एउटा वस्तु खसाइएको छ एउटा खसाइयो त्यही स्तम्भको त्यही समयमा सो स्तम्भको फेदबाट यति मिटर 20 मिटर पर सेकेन्डको गतिमा अर्को वस्तु आकाशतिर फ्याँकिएको छ 2 सेकेन्ड पछि तिनीहरू एउटै बिन्दुमा पुग्छन् भने सो स्तम्भको उचाइ निकाल्नुस् ल मान्नुस् एउटा स्तम्भ राखिएको छ पोल हो मान्नुस् न एउटा पोल हो ठीक छ एउटा माथिबाट खसाइयो ठीक माथिबाट यो पोलको उचाइ कति छ पहिला h छ कति उचाइ छ h यो पोलको उचाइ h छ दिएको छ त्यही उचाइ फाइन्ड आउट गर्नु छ कि कति छ त्यो सो स्तम्भको उचाइ निकाल्ने h को भ्यालु निकाल्नु छ 10 मिटर छ कि 20 मिटर छ कि 50 मिटर छ कति छ त्यो पोलको उचाइ निकाल्नु छ h छ ल अब एउटा वस्तु माथिबाट तल आयो हैन अर्को वस्तु तलबाट माथि गयो ठीक ठीक छ एउटा तलबाट माथि अर्को माथिबाट तल आयो अनि कति सेकेन्ड पछि दुवैको भेट भएको छ 2 सेकेन्ड पछि भनेको 2 सेकेन्ड पछि यतै कतै भेट भएको छ मान्दिउ यो पोइन्टमा यही पोइन्टमा भेट भयो मान्दिउ यो र्यान्डमली भनेको 2 सेकेन्ड यो पनि 2 सेकेन्ड गयो होला 2 सेकेन्ड यसको पनि हिँड्यो होला अनि माथिबाट त्यो पनि 2 सेकेन्ड तल आयो 2 सेकेन्ड तल झर्यो अनि कति छ 2 सेकेन्ड पछि यो भेट भएको छ भने 2 सेकेन्ड त्यो पनि हिँड्यो अनि यो तलबाट माथि गयो यहाँबाट कुनै
खसाइयो र अर्को तलबाट फालियो 2 सेकेन्डपछि दुईटैको मिलन हुन्छ भेट हुन्छ भनेको यसको लागि पनि टाइम 2 सेकेन्ड भयो त्यसको लागि पनि टाइम 2 सेकेन्ड भयो अब दिमाग धेरै लगाउनु छैन 2 + 2 4 सेकेन्ड हो हैन दुईटा वस्तु फरक फरक छ नि त 2 सेकेन्ड यो पनि हिँड्यो 2 सेकेन्ड त्यो माथिबाट पनि आयो दुईटैको भेटघाट भयो मान्नुस् तल बिल्डिङमा कोही मान्छे छ 2 सेकेन्ड यो हिँड्छ उताबाट माथिबाट कोही माथि एउटा छ भने तल आइराखेको छ 2 सेकेन्ड भेटघाट हुन्छ 2 सेकेन्ड पछि भनेपछि त दुवै 2 सेकेन्ड हिँड्यो नि त अब 4 सेकेन्ड लिने हैन त्यो ओके त्यही भएर 2 सेकेन्ड यसको लागि पनि 2 सेकेन्ड यसको लागि पनि भयो अब मान्दियौं यो दूरी जुन भेटेको छ यो दूरी मान्दियौं s1 हो र यो दूरी कति हो त अर्को यो दूरी s2 हो भनिदिए मैले s2 यहाँ s1 हुन त यसलाई x भनिदिएर यसलाई h - x गरिदिए पनि हुन्थ्यो यो x भइदियो यो यहाँ टोटल त यहाँ छ टोटल कति छ यहाँ छ अब यसलाई x मान्ने बित्तिकै यो कति भइदिन्थ्यो h - x अथवा मान्नुस् यसलाई x भनिदिए भने यसलाई कति हुन्थ्यो h - x ठिकै छ त्यो x मानिन मैले सिम्पल भनिदिए यो s2 हो यो s1 हो s1 र s2 दुईटै जोड्दा कति हुनु पर्ने हो h आखिर त उही हो नि त जे माने पनि त्यही भएर तपाईलाई सजिलोको लागि s1 र s2 मानिदिएको छु अब यही फर्मुला युज हुन्छ माथिबाट तल वस्तु आउँदा प्लस यो ut प्लस हाफ gt स्क्वायर तलबाट माथि जाँदा या माइनस फर्मुलामा हुन्छ त्यति हो त केही फरक छैन अब भ्यालु राख्दियौ यसको लागि u कति छ अनि यसको लागि u कति छ ठीक छ जुन दिएको छ त्यो लेख्दियौ भनेपछि हाम्रो काम के हो s1 र s2 को भ्यालु निकाल्ने दुईटैलाई जोड्दिने h को भ्यालु आइहाल्छ ल हेरौँ पहिला अब यसलाई मैले तपाईलाई s1 को भ्यालु निकाल्दिन्छु ल s1 को लागि फर्मुला के युज गर्छु ल हेर्नुस् त s1 को लागि फर्मुला यही युज गर्ने हो माथिबाट तल आउँदाखेरि है माथिबाट तल आइराछ s1 = ut प्लस हाफ gt स्क्वायर ल अब u कति राख मैले त माथिबाट अ बडी इज ड्रप्ड फ्रम टप अफ टावर माथिबाट छोडेको छ भने इनिशियल भेलोसिटी यसको लागि कति 0 भयो 0 टाइम कति राख्ने 2 सेकेन्ड दिएकै छ भनेको टाइम 2 सेकेन्ड जब राख्छु 2 सेकेन्ड राख्छु भने यहाँ कति भइदिन्छ यो 0 नै हुन्छ 0 * 2 गरेपछि 0 नै भयो ल 1/2 g को भ्यालु कति राख्नु पर्यो 10 अनि 2 को स्क्वायर भनेपछि यो कति भइदियो त ल भन्नुस् त 1/2 अनि 10 अनि यो 4 भयो भनेपछि कति आयो त यो 20 आउँछ यो और भनेर लेख्दै जानुस् s1 और s1 देयरफोर s1 = 20 मिटर भो भइसक्यो 20 मिटर यसमा के राखेको हामी हेर्नुस् त यसमा राखेको के हो त u भनेको 0 मिटर पर सेकेन्ड इनिशियल ड्रप गरेको छ छोडेको छ भने त्यो छोडिदिएको छ भने इनिशियल भेलोसिटी त्यसको 0 मिटर पर सेकेन्ड माथिबाट तल आउँदा यो केस के हो त माथिबाट तल आउँदा यो डाउनवर्ड मोसन को लागि हो त माथिबाट तल आउँदा ठीक ल भनेको u 0 मिटर पर सेकेन्ड भयो अनि टाइम कति त 2 सेकेन्ड नै भयो ठीक छ अरु कुरो सब यहाँ निकालिहाल्यौं ल अब तलबाट माथि जाँदा हेर्नुस् s2 मानिदिएको छौं यो s2 मानेको छौं यसको लागि कति भयो त ut प्लस हाफ gt स्क्वायर माइनस प्लस हैन माइनस किन माइनस तलबाट माथि गएको छ ओके तपाईलाई डिटेल्स चाहियो भने यस्तो मैले धेरै पढाएको छ किन तलबाट माथि माथिबाट तल गयो भने प्लस माइनस के फरक पर्दो रहेछ त्यो धेरै कुरो बोल्या छु मैले यो प्रब्लमहरु गर्दाखेरि डिटेल्स मैले पढाएको छु त्यहाँ हेर्नु होला यसमै भिडियो छ फेसबुकमा छ युट्युबमा छ तपाई गएर जहाँ पनि सर्च गरेर हेर्न सक्नुहुन्छ हैन किन प्लस माने किन माइनस माने प्लस माइनस मानिन मैले कुन रुल मान्दाखेरि त्यो धेरै कुरोहरु मैले गरिसकेको छु त्यही भएर त्यो
मैले यो धेरै कुरो गर्न माथिबाट तल आउँदाखेरि प्लस चाहिँ राख्नुस् तलबाट माथि जाँदाखेरि जी नेगेटिभ भयो त्यति हो माइनस भइदियो त्यति हो अरु केही पनि छैन। अब यसको लागि u 0 मान्न पाइन्छ पाइदैन भनेको छ यो के भनेको छ विथ भेलोसिटी फ्रम द बटम अफ द टावर विथ इनिशियल भेलोसिटी भनेको यो इनिशियल भेलोसिटी हो यो 20 इन्टु t भनेको 2 भयो अनि -1/2 g कति 10 अनि t2 को स्क्वायर भयो ठीक छ ल और गरेर s2 भनेपछि और यहाँ गर्नुस् s2 = कति बता यो 40 यो 20 भइसक्यो भर्खर यो हिसाब किताब गरेकै छ 20 आएको छ यो भनेको यहाँबाट कति भइदियो त देयरफोर s2 बराबर 40 - 20 गर्ने भने 20 मिटर यो भयो 20 मिटर माथिबाट तल आयो 20 मिटर तलबाट माथि गयो ठ्याक्क भेट भयो भन्दाखेरि टोटल हाइट अफ द टावर हैन टावर भनेको छ भने टावरको टोटल उचाइ यस त यही त हो नि s1 + s2 = h गर्नु छ भने कति भइदियो त h = s1 + s2 भनेको 20 + 20 = 40 मिटर एन्सर भयो टावर को उचाइ कति भइदियो त 40 मिटर सक्यो काम केही पनि छैन यही फर्मुला युज गर्नु छ मात्र कन्सेप्ट बुझ्नु छ गरेको के हो कुनै बेला सबभन्दा स्टुडेन्टलाई गाह्रो के लाग्छ कुनै बेला u 0 मानिएको छ कुनै बेला केही मानिएको छ योले समस्या दिन्छ त्यो कुरो बुझ्नु पर्छ रेस्ट पोजिसनबाट मुभ गर्छ त्यतिखेर u 0 हुन्छ भनेर हामीलाई थाहा छ त्यो थाहा हुनु पर्छ नत्र पनि काम बिग्रिन्छ मेन अल्झिने भनेको u मै हो ओके ठीक छ त्यही भएर हेर्नुस् यो पनि क्वेशन गरे यो भन्दा पहिलाको क्वेशन पनि गरे हैन त्यो हेर्नु तपाईलाई कन्सेप्ट बसिहाल्छ ल यति नै हो हस् थ्यांक यू